अब हामीहरू खाना खाऊ कस्तो लाग्छ खाना सब्जी कमेन्ट गर ल दाइ यता बस यता छु यतापट्टि बस न यहाँ बस तल बस तिमी तलै बसौँ न कस्तो लाग्छ भन है खाएर टेस्ट गर अब चाहिँ हाम्रो खाना खानु सुरु गरेको तिमीलाई टाउको चाहियो टाउको मन पर्छ कि पर्दैन धेरै मन पर्छ पुरा तेल तेल हुन्छ नि मजा लाग्छ नि खाऊ न त्यसो त्यो खाइसक न त नि कस्तो लाग्यो दामी लगाइस म पनि अब टेस्ट गर्छु कस्तो लाग्छ है मलाई त दामी लाग्यो गाइस दामी भयो यार ठिक छ नि हामीहरूको उता त यसलाई क्वास माछा भन्छ हामी यसलाई त चन्दा माछा नि भन्छ नि चन्दा होइन यो भन्छ चन्दा माछा त त्यो चेप्टा खाले चेप्टाहरूको यसलाई के भन्छ त त्यसो भए कस माछा भन्छ है क्वास माछा कस माछा नि भन्छ नेपालीमा तिम्रो यो भन्छ रहु होइन दामी भयो गाइस माछा कसम चाहिँ साला यसकोसँग बिहार पो खानु मन लाग्यो हौ कसम चाहिँ बिहार खानु मन लाग्यो यो माछासँग दामी भयो यार माछा कसम चाहिँ गाइस हेरिलो उठाउन दामी भयो गाइस कसम चाहिँ दामी भएको छ है सब्जीको कलर हेरिलो गाइस यो दामी भयो गाइस अझै कमेन्ट गर्नु होला राम्रो लाग्यो भने हामीहरूको भिडियोमा लाइक शेयर कमेन्ट गर्दै गर्नु होला तिमीहरूको लागि हामीहरू यति मेहनत गरेर भिडियो बनाउँदैछु गाइस वालेकुम दामी भयो भाइ तपाईँहरूले के भन्नुहुन्छ यो माछालाई हामीको उहाँ त आसाममा त क्वास माछा भन्छ तपाईँहरूले के भन्नुहुन्छ कमेन्टमा भन्नु होला सेयर गर्दै गर्नु होला हात लाग्यो साला छोड्छु जति सेयर गर्छ कमेन्ट गर्छ